हुन्छ नि भनेको फोन गरिस् बिहान कसलाई आन्टीलाई गरेको यतै आउन सजिलो हुनु लागि त यतै आउनु न भनेको दिदीतिर जान्छु भने आफूले गर्ने कर्तव्य भन्दै भनेन त्यति गरेर गयो भन्दा भन्नु दिदी गयो गरिदिँदै तिमीहरू फर्लक गर्छ नि मासु हालेर फर्लक फुटेको मासु कुकार कुकरमा भना खसीको मासु कुकार पिस्नु मसला फर्लक मसला पिस्नु भयो त्यसको पानी त किन त्यो सबै नहालेर मसला मात्रै बास्ना आउँछ क्या धेरै मासुको बास्नै आउँदैन मलाई थोरै हाल्छु अहिले मैले मासुमा मसला धेरै हाल्दिनँ नि मैले घर नि हाल्दिनँ थिएँ त्यो टमाटरको हाल्दा हुन्छ मिट मसला नि लास्ट हाल्ने हो चिठी लाएर उ गरेपछि टमाटर गलेपछि बल्ल चलाएर एकपल्ट चलाएर बल्ल अलिकति पानी ल हेर्नु ठिक छैन त मसला लायो नि मसला यहाँभन्दा धेरै कतै चाहियो ग्रेभीमा के अरे भुट्ने मासुमा मसला अब रस हाल्दाखेरि मासुको स्वाद आउँछ मसलाको स्वाद भन्दा नि कुखुराको मासुमा जस्तो धेरै हाल्ने होइन नि मसला मसला 2 सिटी जति लगाइदिनु पहिला यतिमा सिट्ठी लगाउने सिट्ठी लाएर निकाल यो मसला ससला हालेर एकछिन पाक्न दिनुपर्छ धेरै नहाल्दै अघि मैले देखाए जस्तो लटक्कको हुन त त्यति गोल्ने कतिले होला त्यति हुन अलिकति
टेढो धनिया हालेको खतरा बनाउँछु नि मासु घर यस्तै बनाउने हो हजुरका बाला मेल बनाएको मासु खुब मनपर्छ